के गर्ने भिजाउने राम्रोसँग भिजाउने हामीले चाहिँ बुझेको के थियो भने अब दाइले पनि यसलाई हामीले चाहिँ त्यस्तो कपडा हैन कि जुटको बोरा यो पनि कपडा जुटको बोरा नाइले भिजाल थुप्रो छोप्यो भने चाहिँ बुझाएको यो पनि त्यही त भन्ने गर्न नि त्यसलाई तर त्यो भने यो चाहिँ कम्मल भयो भने ठुलो भयो भने सजिलो हुन्छ बोराले नलिउन पनि सक्छ यो यसले गर्ने भने मिल्छ यसले चाहिँ मिल्दैन है त्यो चाहिँ देखाउनु खोजेँ मैले ल अब यसलाई हामी त्यो जुटको बोरा भयो भने अथवा यस्तो कम्मल छ भने पानीमा भिजाउनुहोस् कम्मल अथवा जुटको कटनको तन्ना प्लास्टिक र नाइलन हुनु हुँदैन अरू कटनको कपडा के भयो भने हुन्छ भिजाउनुहोस् यो हेर्नु त के देख्नु भयो मैले मेरो हातलाई के गरेको छु त छोपेको छु बसाएको हो अब त्यसलाई के गर्ने त हावाको हक राखेर यसले फेर्ने अब यसले पुरा लपेट्ने दिव्यो अब कहिले काहीँ के हुन्छ भने तपाईँको यो त यस्तो हुन्छ यहाँबाट भयो भने नपर्न सक्छ यसलाई अलि तानेर खिच्नु हाम्रो त यो पोजिसन हुन्छ नि त ठुलो त यस्तो त हुँदैन नि यस्तो हुन्छ नि त हो किनभने ठुलो त माथि हुन्छ अब यहाँ हेर्नु त तपाईँको यहाँ के च्याप गर्ने यहाँ हेर्नु त्यो कलेर यो दुखिसक्यो आउँछ हो अब हेर्नुहोस् अहिले